हिजो शनिबारदेखि सुकुम्बासी बस्तीमा डोजर चलेसँगै अहिले चाहिँ सामाजिक सञ्जालमा चाहिँ एउटा बुढी आमाको भिडियो चाहिँ एकदमै भाइरल भइरहेको छ। उहाँ चाहिँ रुँदै मिडियामा आउनुभएको छ। पहिला तपाईँहरू सुरुमा त्यो भिडियो हेर्नु। मेरो कोही छैन प्रभु। म अब कसैलाई केही भन्दिनँ, बालुनले जे गर्छ त्यही गर्छ। सरकार हो नि त। बालनले आफूलाई केही गर्छ भन्ने आशा छ अझै? आशा छ। बालुन त्यस्तो मान्छे होइन नि त। एउटा जनतामा र एउटा नेतामा हुनुपर्ने विश्वास चाहिँ देखिएको छ बालिन सरकारबाट। किनभने उहाँले भन्नुभएको छ कि सरकार र बालिन शाहसँग चाहिँ मेरो विश्वास छ, बालिन शाह चाहिँ त्यस्तो मान्छे होइन भन्नुभएको छ। हुन पनि हो, उहाँ चाहिँ त्यस्तो मान्छे होइन। तपाईँहरू चिन्ता नगर्दा हुन्छ, किनभने उहाँले चाहिँ हजुरहरूलाई बस्ने व्यवस्था एकदमै राम्रो गर्नुहुन्छ र एकदमै ढुक्क बस्दा हुन्छ। र अहिले चाहिँ बालिन शाहको काम चाहिँ एकदमै तारिफ लायक भएको छ। र हजुरहरूलाई चाहिँ बालिन शाहको सुकुम्बासी बस्ती हटाउने चाहिँ कस्तो लाग्यो त?